गाइजहरु आज हामी घुमी तरकारी बनाउँदैछु। मेरो दिदीले काट्दैछ। यो चाहिँ यसको मुखको झापना हो खाना। यो चाहिँ घुमी पकाउन लागेको छु। यहाँ घुमी काट्ने मान्छे यता छ। आज घुमी पकाउन लागेको छ है। त्यही भएर घुमी तरकारी घुमी उसिन्न लाग्यो हामीहरू चाहिँ। भन्दा कराई कति कालो। यो कराई चाहिँ कालै भयो के गर्नु, मार्दा पनि कालै छ। हाम्रो चाहिँ घुमी चाहिँ उसिनेर हुन लाग्यो। अब निकाल्न आयो। मैले चाहिँ सेतुवा पकाएको, त्यसलाई चाहिँ सिपी भन्छ। अलिक पिठो त्यही घुमीसँगै पिठो छ। अनि मैले छोरालाई यो चाहिँ बनाइदिएको, मम्मी यो बनाइदिनु भन्यो, अनि त्यही भएर बनाइदिनु लागेको। कतिको मिठी सिपी तरकारी, नेपालीमा सिपी भन्छ, हामी चाहिँ सेतुवा भन्छ यसलाई। के त मेरो छोरालाई दिनु लागेको भनेपछि छोरा खाएर हेर त कस्तो तातो छ, मिठो छ। छैन बस्ने ठाउँ छैन। अनि गिर्बे त अनि हामी चाहिँ घुमीमा फर्सी हाल्छ। यहाँ फर्सी चिरेर छ। अनि फर्सीको यो आठी सुकाउन लागेको, यो बिउलाई रोप्नलाई यसरी चिरिरहनु भएको छ। फर्सी हाल्नलाई अहिले घुमीमा हाल्छ। यो चाहिँ दिदीलाई पठाइदिन्छ। यहाँ चाहिँ पहिला फर्सी फ्राई गर्नु लागेको छ। पहिला फर्सी पकाउँछ, अनि त्यसपछि मात्रै यो घुमी उसिनेको घुमी यो उसिनेको घुमी अहिले हाल्छ। फर्सी पहिला पकाउँछ, यो पाकिसकेपछि अनि घुमी हाल्छ। अनि मात्रै मिठो लाग्छ क्या। त्यही भएर कसैलाई चाहिँ घुमी मात्रै मिठो लाग्छ है। हामीलाई चाहिँ फर्सी हाल्छ क्या। कहिले हाल्छ फर्सी, कहिले हाल्दैन। तै पनि आज चाहिँ फर्सी हालेर अरे त्यही भएर हेर्नुहोस् गाइस, यहाँ घुमी पकाइरहेको छु फर्सीमा। त्यही पनि कालो कराईमा, नघिनाउनु होला भन्छ्याइन्छ। ल है गाइजहरू, म घुमी चाख्दैछु। घुमी खाँदैछु। घुमी तरकारी, घुमी तरकारी, छिमी तरकारी र खाँदैछु। घुमी तरकारी फर्सीमा मिलाएको।